यहाँ लासो यो चाहिँ के भन्छ बोक्चे सागको बिउ घरमै पकाएको थियो कि हाइब्रिडको हो यो चाहिँ। अन्त के कसो हुन्छ हाइब्रिडको हो भने त उम्रिँदैन भन्थ्यो कि अब ट्राई गर्नु पर्यो। पुरानो हुँदा चाहिँ उम्रिन्छ जस्तो लाग्यो मैले यसलाई। नयाँमा चाहिँ नउम्रिँदो रहेछ। अस्ति हामीले छरेर हेऱ्यो कि नयाँमा चाहिँ उम्रिँदैन रहेछ। यसलाई 1 साल जति राख्यो भने चाहिँ उम्रिने सम्भावना हुन्छ। किनभने बिउ किनेर नसकिने रहेछ। आफै बिउ पनि राख्ने आफै खेती गर्ने गर्यो भने चाहिँ एउटा कुरो आफ्नो पैसा पनि बाँच्ने हो, किन्नु नपर्ने, अनि हामीलाई कहिले पनि बिउको हर्जा नहुने, अर्को माथि डिपेन्ड गरेर नबाँचौँ भन्ने हेतुले हामीले अबदेखि चाहिँ यसरी बिउलाई पनि राख्ने गर्दैछौँ। आफै रोप्ने आफै बिउ राख्ने हैन, लोकल अर्ग्यानिक लोकल बनाएर चाहिँ राख्ने ट्राई गर्नेछौँ। हिजो अस्ति मिटिङ तालिम 2 दिनको ट्रेनिङमा पनि हामीलाई त्यस्तै सिकाएको छ, पर्माकल्चर भनेर। अनि मैले चाहिँ थालेँ है साथीभाइहरू बिउ राख्नुको लागि ट्राई गर्दैछु। बोक चाहिँ हाइब्रिडको हुनु चाहिँ यो के कस्तो हुन्छ पछाडि छरेर उम्रेपछि तपाईँहरूलाई म जानकारी फेसबुकद्वारा अवश्य दिनेछु। हवस् त, धन्यवाद।